आज बिहानै मकै नभाचेको भए त दिनभरि पानीले त सिधै शीत हुने रहेछ। वेलकम टु माई मिनी ब्लग साथीहरू। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो घरमा मकै भाँच्ने भनेको थियो अनि माइजू र म चाहिँ खेतमा गएको थियौँ। खेतमा पुग्न साथ मेरो त चप्पल चुटिहाल्यो है। कसको यस्तो भएको छ जब काम गर्न जान्छौँ अनि चाहिँ चप्पल चुटिने। मेरो आज त्यस्तै भएको छ। अनि खेतमा फेरि एकदमै धेरै त्यो लजन्तेको काँडा रहेछ है, त्यसमा जोगिँदै जोगिँदै हिँड्न पर्ने थियो। अनि हामी चाहिँ माइजू भान्जी चाहिँ मकै भाँच्दै थियौँ। अनि एकछिन पछि चाहिँ फुपू पनि आउनुभयो। गाउँघरमा चाहिँ यही आनन्द छ कि आफ्नो घरमा काम भएपछि ओल्लो घर पल्लो घर चाहिँ ल है आज हाम्रो घरमा यस्तो काम छ है भन्यो भने चाहिँ सघाउन आउनुहुन्छ। सहरमा चाहिँ एउटै कोठामा बन्द भएर बस्नुपर्छ, जहाँ चाहिँ एकले अर्कालाई चिनिँदैन पनि, एकले अर्काको अप्ठ्यारोमा सपोर्ट पनि गर्न पाइँदैन। तर हाम्रो गाउँघरमा चाहिँ त्यस्तो हुन्न। त्यही भएर मलाई चाहिँ गाउँघर एकदमै धेरै मनपर्छ। भन्दा भन्दै मकै पनि हामीले भाँचिसक्यौँ 2-2.5 घन्टा लगाएर। अनि चाहिँ ओसार्नलाई पनि ओल्लो घर पल्लो घरको दिदी अनि बुहारी माइजू भाउजू आउनु भएको थियो। अनि सके पछाडि पनि हामीले फेरि ओसार्न पर्ने थियो। अनि म एकचोटि लिएर आएँ। मम्मीलाई पनि खासै सन्चो छैन अनि बाबा पनि एकदमै धेरै ज्वरोले ग्रस्त हुनु भएको थियो। अनि एकचोटि लिएर फेरि माइजू म भाउजू दाई सबैजना एकचोटि फेरि जान्छौँ है भनेर गयौँ। हामी जाँदा चाहिँ लास्ट टाइममा चाहिँ थोरै थोरै पर्यो। अनि चाहिँ लिएर आयौँ। अनि लिएर आइसके पछाडि चाहिँ सबैजनालाई चाहिँ बाटोमा मैले ल भिडियो बनाउँछु है म भनेको। अनि हाम्रो चाहिँ एकदमै प्यारी माइजू हुनुहुन्छ उहाँ चाहिँ। अनि उहाँको भिडियोहरू बनाइदिएँ। अनि आएर एकछिन बस्यौँ। बसे पछाडि चाहिँ दाइलाई चाहिँ जाँड खाने भनेर बुहारीले जाँड बनाइदियो। म चाहिँ जाँड बनाउँदिनँ किनकि मेरो हात चाहिँ एकदमै धेरै गनाउँछ, मलाई मन पर्दैन। अनि मेरो मामाको छोरा चाहिँ इटहरीबाट नि आथ्यो। अनि उसको लागि भनेर मम्मीले कुखुरा काट्नु हुँदै थियो। लास्टमा हामी सबैजना कुखुराको मासु पनि खाने भयौँ। त्यतिखेरसम्मको लागि चाहिँ हामी मकै बनाउँदै गफ गर्दै पानी पनि परिरहेको थियो। जब घर आइपुग्नु ठिक्क पानी परिरहेको थियो। अनि मम्मीले चाहिँ यति धेरै परिपञ्च लगाएर खाना भाग लाउनु हुँदै थियो। अनि लोकल कुखुराको मासु लाइक वाउ। अनि भाउजू पनि एक्लै हुनुहुन्छ घरमा। अनि चाहिँ हाम्रो घरमै खाना खाएर जानु भन्यो। शिशिर पनि ठिक्क कलेजबाट आयो। अनि नानी पनि स्कुलबाट ठिक्क आइपुग्यो। अनि म एकछिन मकै बनाएँ। पानी एकदमै धेरै परिरहेको थियो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो साथीहरू।